बच्चाहरूको समर भेकेसन पनि सुरु भएको अनि घरमा बस्दा बस्दा बच्चाहरू साथै परिवारलाई पनि बोर भएकोले यसपटक साथीभाइ मिलेर रमाइलो गरौँ भनेर घर छोडेर नयाँ घर खोजेर एक रात बास बस्ने विचारले लाग्यौँ। ल गाइज कम हियर टाइम टु गो। ओ सरी, यो नयाँ घरमा छिर्ने बेलामा होइन, भोलिपल्ट नयाँ घरबाट निस्किने बेलाको पो परेछ। आउनुहोस् एकछिन हामी अब छिर्ने बेलातिर कसरी छिरौँ भन्ने कुरा हेरौँ। बास बसियो आएर हिँड्न लाग्यो खाजा खाएर। है दामी रहेछ त यता त। ओहो गोधुली साँझमा डुब्दै गरेको घामले छरेका प्रकाशहरूले दृश्य मनमोहक बनाएको थियो। यात्राले लखतरान परेको बेलामा पनि किचनमा छिरेर विश्व प्रसिद्ध नेपाली स्वादको मोमो बनाउन व्यस्त अन्नपूर्णहरूलाई धन्यवाद नदिइरहन सकिँदैन। भोको पेटले खानेकुरा खोज्न थालिसकेको थियो। म त भन्छु म फोन गरेर भनिदिन्छु। भाँडा माझ्ने ग्याङ दाइ तपाईँलाई बल्ल बल्ल घरबाट बाहिर निस्किया त्यही पनि घरकै काम गर्दा कस्तो लाग्दैछ त? सिरियसली नलिनु होला, यो चाहिँ हाम्रो प्यारो दाइलाई एउटा जिस्क्याउने मेलो। के भएछ दाइले बनाएको बिग्रेछ? तपाईँले मोमो पसल राख्नु भने म चाहिँ आउँदिनँ, मलाई तन्न खानु पर्छ। भन्न एकदमै सजिलो छ, तर मैले जति प्रयास गरे पनि राम्रो खालको मोमो बनाउन चाहिँ सिकिनँ। दाइलाई चाहिँ ह्याट्स अफ। मलाई मोमो बनाउन सिकाउने कस्ता कस्ता खेल खाए। अब दाइले चाहिँ मलाई सिकाउन सक्नुहुन्छ कि? मलाई सिकाउने चक्करमा आफै बिगार्नु त हुने होइन। साँच्चै बढी आएको हो कि टाँसेर बढी आएको त फेरि के कति न माबौधको मोमो पसलमा काम गरेको 3 वर्षको अनुभव भए जसरी यहाँ मोमो बनाउन सिकाउने मास्टरनीसँग भेट। राख्ने सम्म आउँछ। यहाँ गोपाल दाइले मोमो एकदम राम्रो बनाउनुहुन्छ भनेर एकचोटि फक्स न्युजमा समाचार पनि आएको थियो। मैले त्यो हेरेदेखि चाहिँ दाइको बनाएको मोमो कहिले खान पाइन्छ भने सोचिरहेको थिएँ, आज बनाउँदै हुनुहुन्छ। बाहिर बार्बिक्यू हुँदैछ, चिकन फिला रेडी हुँदैछ पेटमा जानको लागि। ओह सरी, यो चिकन जस्तो त देखिएन, यो सायद भेजिटेरियनको लागि होला। बच्चाहरूको यताखेरि आफ्नै किसिमको रमाइलो चलिरहेको छ। संसार टिकटकले खाइरहेको छ, हामी पनि सांसारिक प्राणी त हौँ, यो कुरा त बेच्नु भएन। There's no more of that cookie. There's only graham crackers. I like those. मेन डिस बल्ल आगोमाथि आइपुगेछ। भ्यागुताहरूको ट्वार ट्वार र टुर टुर बिच कान्छो बार्बिक्यूको लागि रेडी भयो। त्यही भएर पराएको सर्प आएर त होइन। काम गर्नेहरू खुरु काम गर्छन् अनि काम नगर्नेहरूले चाहिँ यसो क्यामेरा बोकेर क्यामेराम्यान बनी टोकल्छन्। त्यस्तो मध्ये म पनि एउटा हो, के गर्नु अब यस्तै छ। लाज कसरी पचाउने भन्ने कुरा सिक्नको लागि चाहिँ हातमा क्यामेरा भयो भने सजिलो हुन्छ। दाइको सन्डे अफ छ नि होइन? हजुर, तपाईँको पनि सन्डे अफ होइन? बिमल दाइ भने बिमल दाइको अफ छैन भन्दै हुनुहुन्थ्यो। सन्डे दाइको पनि मेरो बिदा त छैन, मेरो सब सकेर मैले भिडै छैन भन्दै होइन स्यानेन्टिनो जाँदाखेरि
फर्केर आएर त होइन त केही छ बिस्तारै रात छिपिँदै गयो, बच्चाहरूको रमाइलो सकिँदै गयो, तर हाम्रो बार्बिक्यू गर्ने मास्टरको काम चाहिँ अझै चालु नै छ। नयाँ घर, अरूको घर, अनि एक रातको लागि मात्र। अलिकति अस्तव्यस्त र भद्रगोल त हुने नै भयो। यता टिकटक चलिरहेको छ। अब हेर्ने भनेकै टिकटक हो। हस्त छोटो मिठो। आएँ म अनि हट्किन नभएको त ल खिचिसकेपछि देखेँ हुन्छ। भिडियोग्राफरको डेडिकेसन त अब तपाईँले देखिहाल्नुभयो। ब्याकग्राउन्ड बिगारेर बसेको 7 फिटको मान्छेलाई उसले भिडियो खिचिसकेपछि मात्र देख्यो। Basically, like, now doesn't trust you. So she trusts me more. छोरी आएर सारा संसारलाई थाहा भएको नयाँ कुरा सुनाइ मलाई। लगभग सुत्ने बेला भइसकेको थियो। साँच्चै भन्नुपर्दा ढिला नै भइसकेको थियो। तर बच्चाहरू र बच्चाका अभिभावकहरू गेम रुममा छिरेर रमाइलो गर्न थाले। अब पैसा असुल पनि त गर्नु पर्यो नि, भोलि बिहान छोडेर हिँड्नै छ। सूर्योदय भएपछि लिन सक्ने जति रमाइलो लिनको लागि हामी केही खाजा नास्ता गरेर बाटो लाग्यौँ। यात्राको क्रममा केही नयाँ र हेर्नुपर्ने दृश्यहरू देखियो भने म भिडियो बनाएर हाल्ने नै छु। यहाँसम्म मेरो भिडियो हेर्नुभएकोमा धन्यवाद। सब्स्क्राइब गर्न नबिर्सिनुहोला। शुभ यात्रा।